हेलो आज चाहिँ म न्यू इयरमा यहाँ जोगासीमा पार्कमा आएको छु। यहाँ म चाहिँ नन्दसँग आएको हुँ उता बसिरह। अनि यहाँ आउनलाई चाहिँ लगभग कति लाग्ने रहेछ 2 घन्टा। मैले ट्रेन चाहिँ 4वटा चेन्ज गरेको, 4वटा ट्रेन चेन्ज गरेर एउटा बस चढेर यहाँ पुगेको के कति खर्च भयो होला यहाँ आउनलाई। पार्क चाहिँ दामी रहेछ क्या। अनि यता रुखलाई पनि भोटी लगाइदिने रहेछन्। यहाँ आउन। अनि खै हेलो भने ए भएन। भिडियो बनाएको देखेर हाँसो लाग्छ अरे। अब टिकटक बनाउने होइन, बनाउनु भनेको लाज लाग्छ मान्छे देखेर। यहाँ भोटीले पनि लुगा लगाखानु। यहाँ सब भोटीले के अरे भोटीले लुगा लगाखानु गरेको रुखले पनि लुगा लगाखानु भन्न खोज्छ क्या। भोटीले पनि लुगा लगाखानु। तर पार्क चाहिँ राम्रो रहेछ। खै म भनिदिन्छु, बोलिनु भइहाल्यो त, तर मलाई लाज लाग्छ।